चाहिँ हाम्रो लोरी रिखुवा खोला हाइड्रो पावर हो। यस 14 मेगावाटको प्रोजेक्ट हो। यो चाहिँ यसमा चाहिँ हाम्रो चाहिँ हाइड्रो पावरमा चाहिँ ड्यामको चाहिँ स्ट्रक्चरहरू हो। यो चाहिँ ड्यामको स्ट्रक्चर चाहिँ मेन भनेको चाहिँ यो इन्टेक हो। इन्टेकमा चाहिँ यो ट्र्यास र्याक देख्न सक्नुहुन्छ। यो चाहिँ जुन छ यो चाहिँ ट्र्यास र्याक हो। यसलाई ट्र्यास र्याक भन्छ। यसले चाहिँ काठका मुढाहरू जस्तै ठुल्ठुलो ढुङ्गाहरू काठको मुढाहरू झारपातहरूलाई चाहिँ छानेर चाहिँ राम्रो पानी मात्रै भित्र पठाउने काम गर्छ ट्र्यास र्याकले। अनि त्यसपछि यो देख्न सक्नुहुन्छ यसमा चाहिँ पानी खोलाको पानी चाहिँ यो भाग भएर चाहिँ खोलाको पानी आउँछ। र यो चाहिँ म चढिरहेको छु जुन चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ अन्डरसुज हो। अन्डरसुजमा चाहिँ अन्डरसुडको यो जुन गेट छ यो गेट लाग्यो भने चाहिँ आवश्यक पानी मात्रै इन्टेकमा जान्छ र आवश्यकभन्दा बढी पानी चाहिँ अन्डरसुडको माध्यमबाट हामीले चाहिँ तल पठाउने काम गर्दछौँ। त्यसपछि मेन भनेको ड्याममा चाहिँ मेन भनेको ओयरको भूमिका हुन्छ। यो चाहिँ ओयर हो। ओयर भनेको चाहिँ यो पानीलाई चाहिँ रोकेर चाहिँ त्यो बढी भएको पानीलाई चाहिँ यो ओयरमा चाहिँ पानी ओयर भनेको बाँध जस्तै भनौँ। यो बाँध भनेको चाहिँ ओयरलाई चाहिँ बाँध जस्तै बुझौँ। त्यसपछि यहाँदेखि चाहिँ पानी डिपोजिट भएर चाहिँ यो वालदेखि आउँछ। यो वालदेखि चाहिँ यो डिभाइड वाल हो। यसले चाहिँ बढी चाहिने आवश्यक पानी बर्खामा अथवा हिउँदमा त पानी सानै हुन्छ। बर्खामा चाहिँ आवश्यक पानी चाहिँ यो साइडमा ढाकेर चाहिँ बाँकी भएको पानी चाहिँ डिभाइड वालदेखि चाहिँ ओयर भएर चाहिँ जाने गर्दछ। ओयरको चाहिँ त्यो जुन पारी छ पारीको चाहिँ त्यो वाल हो प्रोटेक्सनको लागि वाल हो। त्यो फ्लड वाल हो। त्यो चाहिँ हाम्रो काम भएको छैन। त्यहाँ काम हुँदैन बाँकी नै छ। त्यसपछि हाम्रो चाहिँ यो अन्डरसुजमा पनि दुईवटा गेट राखेका छौँ। यसमा चाहिँ प्राइमरी गेट भन्छ अगाडिको लागि यो प्राइमरी गेट हो। त्यसपछि यो दोस्रो चाहिँ सेकेन्डरी गेट हो। दुईवटा एउटा कुनै कारणवश एउटा चलेन भने अर्को गेटले चाहिँ काम गर्छ। चाहिँ एकदम सजिलो हुन्छ। त्यो दुईवटा गेट राखेका छ प्राइमरी सेकेन्डरी। त्यसपछि यो चाहिँ जुन देख्न सक्नुहुन्छ यो जुन देखिरहनु भएको छ यसलाई चाहिँ फिस ल्याडर भन्छ। फिस ल्याडर भनेको चाहिँ फिस भनेको माछा भयो। ल्याडर भनेको चाहिँ माछा उक्लिने ठाउँ माछा हिँड्ने ठाउँलाई चाहिँ फिस ल्याडर भन्छ। यो तलदेखिको माछा चाहिँ यो फिस ल्याडर भएर चाहिँ यहाँ माथि आएर चाहिँ यो अन्डरसुजदेखि चाहिँ माथि जान्छ। यो चाहिँ इन्टेक हो। इन्टेकको चाहिँ यो माथिको चाहिँ टप स्ल्याब भयो। त्यसपछि मुनिको चाहिँ यो सेकेन्ड स्ल्याब भयो। त्यसपछि चाहिँ यो भनेको इन्टेकको मुनिको भाग भयो। यो चाहिँ हाम्रो गेटहरू हो। यो हामी चाहिँ इन्टेकमा पनि प्राइमरी र सेकेन्डरी गरेर दुईवटा गेटहरू छ। दुईवटा गेटहरू लाउँछ। यसमा चाहिँ गेटहरूको काम पनि भइरहेछ यसमा। त्यसपछि देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो डेब्रिज थुप्रिएको छ। यो चाहिँ बाढीले ल्याएको डेब्रिज हो। यसलाई चाहिँ ग्रेभल ट्याप भनिन्छ। ग्रेभल ट्याप भनेको चाहिँ यो हो। यसमा चाहिँ डबल दुईतिरै तिनतिरै 16 हुन्छ। यता पनि 16 हुन्छ यता पनि 16 हुन्छ। त्यसपछि यहाँ बिचदेखि चाहिँ तपाईँ त्यहाँ सानो होल देख्न सक्नुहुन्छ त्यो चाहिँ हो। त्यसबाट चाहिँ दुई ठाउँमा चाहिँ हाम्रो डेब्रिज थुप्रेर चाहिँ यसमा देखिएको छैन। त्यसमा चाहिँ देखिएको छ। त्यहाँदेखि चाहिँ हाम्रो चाहिँ जुन ग्रेभलहरू हुन्छ यहाँदेखि चाहिँ एक त सफा पानी चाहिँ इन्टेकदेखि चाहिँ सफा पानी नै आउँछ। सफा पानी आएको छानिएको पानीमा पनि कुनै सानोतिनो ग्रेभलहरू आयो भने चाहिँ त्यो होलदेखि चाहिँ बाहिर निस्किन्छ। त्यहाँदेखि चाहिँ बाहिर निस्केर चाहिँ हाम्रो चाहिँ यो जुन देख्न सक्नुहुन्छ त्यो ठाउँदेखि भएर एउटा त्यो ठाउँदेखि यो ठाउँदेखि दुईवटा ग्रेभल ट्याप छ। त्यहाँदेखि चाहिँ आएर चाहिँ हाम्रो चाहिँ यो ग्रेभल ट्यापको लागि चाहिँ गेटहरूको लागि चाहिँ बनिरहेछ। यहाँदेखि चाहिँ के हुन्छ ग्रेभलहरू जान्छ। यहाँ पनि दुईवटा गेट हुन्छ ग्रेभल ट्यापको। यसलाई चाहिँ बन्द गऱ्यो भने चाहिँ बलक हुन्छ र यसलाई खोल्यो भने चाहिँ ग्रेभलहरू चाहिँ यहाँदेखि चाहिँ पास भएर जान्छ। यसमा हामीले चाहिँ मङ्की ल्याडर पनि राखेका हुन्छौँ। गेटमा कुनै समस्या आयो भने चाहिँ तान्न झिक्न मान्छे जानको लागि चाहिँ ग्रेभल दुई ठाउँमा अनि गेटतिर पनि मङ्की ल्याडर राखेका हुन्छौँ। त्यो पार देख्न सक्नुहुन्छ त्यो ग्रेभल ट्यापको चाहिँ मेन होल भन्छ। त्यसलाई चाहिँ त्यो मेन होल हो। त्यहाँदेखि पनि कुनै ग्रेभलहरू चाहिँ अब सबै कुरा ग्रेभल नगरेर केही कुरा ग्रेभलहरू डिपोजिट बस्यो भने त्यहाँ मेन होलदेखि गएर चाहिँ अब सफा गर्न पनि सकिन्छ। अनि त्यसपछि लास्टमा भएको चाहिँ फ्लसिङ पार्ट भयो मेन ग्रेभल ट्यापको। त्यसपछि अर्को मेन कुरा चाहिँ यसलाई चाहिँ हामीले डिसेन्टर अथवा सेडलिङ बेसिन भन्छौँ। यो भागलाई चाहिँ डिसेन्टर अथवा सेडलिङ बेसिन हुन्छ। यसमा चाहिँ हाम्रो चाहिँ चारवटा बे छ। हेर्नुहोस् एउटा बे दुईवटा बे यता दुईवटा छ उता दुईवटा गरेर चारवटा बे छ। बिचमा चाहिँ ठुलो वाल छ सानो। त्यसपछि तल यो मुनि चाहिँ सानो वाल छ र छेउछेउमा चाहिँ ठुलो वाल छ हाम्रो चाहिँ है। त्यो वालले चाहिँ यो यहाँदेखि गएको पानीलाई चाहिँ दुईवटा उमा चाहिँ चारवटा बेमा चारवटा बे भयो। चारवटा बेमा त दुईवटा सानो बे भयो र बिचमा चाहिँ ठुलो वालले चाहिँ डिभाइड डिभाइड गर्ने काम गर्दछ। देख्न सक्नुहुन्छ अन्डरसुजमा चाहिँ गेटहरू हालिसकेका छ हामीले चाहिँ। यो अन्डरसुजको जुन वाल छ यसमा चाहिँ वालमा पुराएको बाढीले गर्दाखेरि चाहिँ तपाईँको यसरी चाहिँ गरेको छ। हाम्रो कङ्क्रिटलाई चाहिँ यसरी इफेक्ट गरेको छ। अनि यो सानो पाल देख्नुहुन्छ यो चाहिँ फिस ल्याडरको जुन पाल छ त्यसको पाल चाहिँ यो हो। पछि चाहिँ त्यो फिस ल्याडरसम्म चाहिँ पानी चाहिँ डिपोजिट हुन्छ र त्यो पानी चाहिँ इन्टेकमा जान्छ। अहिले हाम्रो चाहिँ यहाँ सिसी क्यामेरा पनि हालेको छ र रातिको लागि चाहिँ लाइट पनि व्यवस्था गरिसकेको छ। यो चाहिँ इन्टेक पछाडिको भाग चाहिँ यस्तो देखिन्छ। इन्टेकको चाहिँ तपाईँको सबै वालहरू चाहिँ कर्बमा छ र इन्टेकको गेटहरू चाहिँ सबै ठाउँमा हालिसकेका छ हामीले। त्यसको तपाईको यो ग्रेभल ट्यापमा हुन्छ जुनमा चाहिँ स्टिल लाइनिङ छ। वरिपरि चाहिँ चारै ठाउँमा चाहिँ स्टिल लाइनिङ छ।
स्टिल लाइनिङ नगर्दाखेरि चाहिँ झन् कङ्क्रिटलाई चाहिँ छिटो नै त्यसले चाहिँ स्कोरिङ गरेर चाहिँ इफेक्ट गर्ने भएकोले चाहिँ स्टिल लाइनिङ गरिरहेको छ सबै ठाउँमा। ग्रेभल ट्याप पछि चाहिँ अर्को हुन्छ हाम्रो चाहिँ के हुन्छ सेन फ्लसिङ भन्ने हुन्छ। सेन फ्लसिङ भन्नेको तपाईँले त्यो देख्न सक्नुहुन्छ, त्यहाँ चाहिँ सानो होल खालको देख्नुहुन्छ। यो प्रत्येक 4टा बेबाट चाहिँ सेन फ्लसिङको लागि फेरि एउटा सानो चाहिँ हामीले चाहिँ सेन फ्लसिङको लागि उ गरेर चाहिँ भनौँ न ग्रेभल ट्यापको जस्तै हो, सानो चाहिँ फ्लसिङको लागि चाहिँ त्यहाँदेखि नै फेरि स्टिल लाइनिङ गरेर चाहिँ बाहिर निकालेको छौँ। त्यो भनेको चाहिँ बालुवाहरू चाहिँ यहाँदेखि चाहिँ गिट्टी योदेखि ग्रेभल ट्यापदेखि चाहिँ गिट्टीहरू चाहिँ अब सानो ठुलो ग्रेभल टाइपको चाहिँ ढुङ्गाहरू जाने भयो भने चाहिँ सेन फ्लसिङदेखि चाहिँ हाम्रो चाहिँ सेनहरू चाहिँ बाहिर निस्किनको लागि सेन फ्लसिङ चाहिँ यो 4वटै बेदेखि चाहिँ फेरि सेन फ्लसिङ भएर चाहिँ बाहिर 2टा गेट छ, 2टा गेटदेखि चाहिँ सेनहरू चाहिँ बाहिर निस्किन्छ। यहाँदेखि भ्यूहरू हेर्न सक्नुहुन्छ कस्तो हाम्रो जुन इन्टेकको भ्यू, अन्डर सुजको भ्यू यस्तो देखिरहेछ। सेल्डिङ मेसिनको यसलाई सेल्डिङ मेसिनलाई डिसेन्डर पनि भन्छ। त्यसपछि वेयर भयो, म चाहिँ अबको 1 महिनामा चाहिँ हाम्रो यहाँको काम चाहिँ सम्पन्न हुन्छ। सेन फ्लसिङ पछि हाम्रो अर्को पनि फ्लसिङ छ। यसमा चाहिँ यसपट्टि चाहिँ पानीहरू चाहिँ अथवा सानोहरू चाहिँ बाहिर निस्किने काम गर्दछ। अनि सेन फ्लसिङ यहाँ फ्लसिङ पछि चाहिँ हाम्रो चाहिँ यो अहिले रड बान्ने लागेको ठाउँलाई चाहिँ हेडफोन भन्छौँ हामी। हेडफोनको लागि चाहिँ रड बान्दिरहेको छ। हेडफोनको चाहिँ जुन गियर चाहिँ यो माथिल्लो लेभलमा यो माथि डन्डीको लेभलमा बस्छ। त्योभन्दा मुनि चाहिँ जुन हामीले फ्लसिङको गेट चाहिँ बन्द गऱ्यौँ भने त्यसपछि डिपोजिट भएर पानी चाहिँ माथिल्लो गेटको लेभलदेखि चाहिँ हेडफोनको माथि गेट हुन्छ त्यो सोलोप पार्टमा यसरी सोलोप भएर गएको हुन्छ। त्योदेखि चाहिँ यो हाम्रो चाहिँ जुन हेडफोनको माउथ छ, बेल माउथ भनौँ अथवा हाम्रो हेडफोनको जुन के अरे माउथ भनौँ, त्योदेखि चाहिँ यो टनलदेखि यताको टनल हो, टनलदेखि चाहिँ हाम्रो चाहिँ पानी भित्र जान्छ र बत्ती चाहिँ त्यसरी बल्छ। हामीले चाहिँ अहिले डन्डी बान्ने काम गरिरहेको छौँ हेडफोनमा चाहिँ।